आज यो त टर्किसको अन्तिम दिन। आज यसलाई हामीहरू यसो तरिकाले चक्कुले हानेर मार्न लाग्दैछौँ। उफ, पानी तताउने मान्छे पनि आयो छैन। यो भएन नि त, यसको घाँटी नि ठुलो रहेछ नि त। त्यही भएर टर्कीलाई अब यो मैले काटेको भिडियो बनाऊ। यहाँ भिडियो बनाएको छ समात। हुन्छ हुन्छ ल, यो भिडियो बनाऊ ल। यो त्यहीँ राख, त्यहीँ राख यसलाई ल। तिमी यो भिडियो बनाऊ, मलाई मेरो काटेको भिडियोमै छ त्यतिकै समात मात्रै। भिडियो अन गरिसकेको त्यहाँ पकेट थिच। अल्लाहको नाम ले लो। अल्लाह किन भन्ने, हाम्रो अल्लाह हो भनिदेऊ न एकचोटि के छ र। अनि यस्तो त छ। अनि यसको पानी यता ब्लड बगेको ए लाएर पानी खुवाउनु पर्छ। पानी भयो त, भयो त। रगत त पुरै गयो त। यो यसले थिच न। बादमा बस चेप्नु त्यसले। च्याप न एकछिन चेपेन भने त गइहाल्यो नि। कसरी आउमा उसको बेमानी तो दिएको छ। खसीको भन्दा पनि धेरै रगत कति खानु पर्छ। कति मलाई मरेको मासु मात्र खाने। रगत त पुरै गयो त। के भन्छ रगत, यो त रगत। यो पुछर तान्नु न यसो। पुच्छर तान्दा मर्छ, मर्दैन रोकिन्छ। जान्छ। खसीको त्यस्तै गर्थे। खसीको त यो होइन, खसी जस्तै हो नि त। यो त खसीको मासु भन्दा उयो हो नि। यसको महँगो जान्छ नि। खसीको भन्दा महँगो पर्छ यसको मासुलाई। सिटी त जाँदैन। पर त महँगो 7 रुपियाँसम्म नेपालमा? काटेको मासु। यो 7 रुपियाँ त छ नि। छोडेर म दिँदैछु पानीलाई। त्यही भएर 5 दिन लाग्यो। बन्द गरिदिउँ। बन्द